सर्वप्रथम दर्शन नमस्ते नमस्कार। नेपालबाट विभिन्न क्षेत्रबाट विभिन्न तराई पहाड हिमाल नेपालका विभिन्न कुना कन्दाबाट आउनुहुने सेक्युरिटी कम्पनीमा मलेसियामा जति पनि सेक्युरिटी गार्डमा कार्यरत हुनुहुन्छ सुरक्षाकर्मीमा आउनुभएको छ तपाईहरुलाई म देवेन्द्र बस्नेको तर्फबाट पुनः पनि नमन गर्न चाहन्छु र तपाईहरुको विषय वस्तु आज के हो भन्नुहुन्छ भने आज म सेक्युरिटी गार्डको विषयमा केही कुराहरु भन्न चाहन्छु र तपाईले कुनै जवाफहरु मलाई दिन सक्नुहुन्छ। म मलेसियामा दोस्रो पटक आइपुगेको छु। दोस्रो पटक मलेसियाको पहिलो पटक म कम्पनीमा आएको थिएँ भने दोस्रो पटक सेक्युरिटी गार्डमा आएको थिएँ। म आएको 2023 जुन 26 तारिक मेरो यहाँ म मलेसियामा अवतरण भएको छु र अहिलेसम्म म यही कम्पनीमा कार्यरत छु। मेरो कम्पनीको नाम टाइटन फोर्स www.titanforce STNBSD भनेर गुगलमा सर्च गर्नु भने मेरो कम्पनीको यो हालको लोगो पाउन सक्नुहुन्छ। हाम्रो टोपीमा र यो सर्टमा हुन्छ र तपाईहरुलाई म बुदागत हिसाबमा केही क्वेशनहरु गर्न चाहन्छु। मलेसियामा धेरै यस्ता सुरक्षाकर्मीको कम्पनीहरु छन्। तपाईको एउटै कम्पनीले एउटै बोसले त्यही एउटै बोस भन्दा नि एउटा म्यानेजर डाइरेक्टरले नै धेरै कम्पनीहरु खोलिसकेको हुन्छ। धेरै ब्लक लिस्टमा परेर बन्द गरेर यहाँको गभर्नमेन्टले बन्द गरेर यहाँको भनेजस्तो यहाँको रुल्स र रेगुलेसन अनुसार यिनीहरुले चल्न नसकेर बन्द भएका हुन्छन्। त्यसैले यिनीहरुले धेरै कम्पनी खोलेको हुन्छन्। त्यसमा हाम्रो कम्पनी पर्छ। पहिलो कम्पनी भनेको पार्टनरशिपमा डिसेप भन्ने कम्पनी थियो। त्यसपछि हर्कुलर्स पनि छ, अल्सेप भन्ने पनि छ। यो तीनटा कम्पनी भयो। टाइटन फोर्स भनेको हामी 4 नम्बरमा पर्छौं। यो 4 नम्बर हो भने फेरि यो टाइटन फोर्स खोलेको पनि लगभग त्यही 3 देखि 3.5 वर्ष भयो होला र पुनः पनि एउटा फेरि नयाँ यो भन्दा नयाँ ब्रान्च हर्कुलर्स फोर्स www.hercules-force भनेर सर्च गर्नुस्। त्यहाँ पनि तपाईले देख्न सक्नुहुन्छ। त्यसमा चाहिँ बडी यस्तो बडी भएको चाहिँ एउटा स्टिकर छ। त्यसमा पनि एउटा नेपाली दाजुभाइ नै हुनुहुँदो रहेछ। उहाँको फोटो टाँगेको छ र तपाईहरुको पनि धेरै कम्पनीहरु त्यसरी नै चेन्ज भएको होला। र पुनः तपाईले एउटा चाहिँ के भन्न चाहन्छु भने विभिन्न कम्पनीको आफ्नो रुल्स हुन्छ र तपाईहरुको कम्पनी कस्ता रुल्सहरु छन् म बुदागत हिसाबमा तपाईलाई सोध्न चाहन्छु। 1 नम्बरमा